पोलेको खोर्सानी गाइस। यो चाहिँ मिसाको भात, यो चाहिँ मिसाको भात हो गाइस। यो चाहिँ मिसाको भात हो यसमा चाहिँ मैले तोरीको साग बनाएको छु। अर्ग्यानिक हो यो, आफ्नै बारीको हो। अन्त त्यसमा मैले फेरि जिरे खोर्सानीलाई चाहिँ पोलेको मात्रै नुन हालेर। अन्त यो चाहिँ किनेमाको झोल हो। अनि यो पापड। अब अर्ग्यानिक खानु चाहिँ मजा आउँछ जाडोमा है। पुरा चिसो छ, टोपी पनि लगाइरहेको छु। तातो बाफुर्दै गरेको सुप। हेर्नुहोस् है, किनेमा यो चाहिँ खोर्सानी चाहिँ डर हाल्दै थियो, यसमा पनि पिरो भएछ। खानु मजा आउँछ। म त फेरि पनैटी कसेर बस्छु यसरी हो, ढोक्कै पनैटी कसेर दिएपछि त के हुन्छ नि होइन गाइज, दामी हुन्छ नि। हेर्नुहोस् है, तोरीको साग टक्क ल्यायो हो, चोप्यो, मोल्यो, त्यहाँदेखि टक्कै सानो पापड पकाउनु हो। खोर्सानी के हुन्छ खोर्सानी किनेमाको झोल। म चाहिँ मिठाको भात खान्छु, अर्ग्यानिक हो है। मकैको चामल र बगडा भात है। मलाई त यो झोल मन पर्दैन नि हौ। तपाईँहरूलाई किनेमा मनपर्छ कि मन पर्दैन? यो चाहिँ किनेमा चाहिँ मैले चाहिँ झोल स्टाइल बनाएको छु है।